सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू अनदर भिडियो। अन्त यो चाहिँ बिहानको भ्यू हो होइन। अन्त फटाफट सधैँको जस्तै मैले अब कामहरू सकेँ होइन, बेडहरू उठाउनु। अन्त आज भने चाहिँ म लुगा धुनु थियो, बेसी थियो नि त लुगा। अन्त विन्टरमा त यति साह्रो मैला हुन्छै हुन्छ, नानी ग्राउन्डमा खेलेको कुदेको होइन। त्यही लुगाहरू चाहिँ म धोइरहेको थिएँ। अन्त त्यहाँनिर धोइजेलसम्म चाहिँ मेसिनमा घुमिन्जेलसम्म चाहिँ म माथि छतमा आएर अस्ति मेरो प्लान्टहरू रिपोर्ट गरेको थिएँ नि त। अनि त्यहीहरू हेर्दै थिएँ, सफा पनि गर्दै थिएँ। यहाँ चाहिँ नानी आएर गफ गरिरहेको छ। उसको गफ चाहिँ त्यत्तिकै हो, जताबाट म जता गएँ त्यतै आएर केही न केही सोधि नै रहेको हुन्छ नि त उसले। अन्त चाहिँ यहाँ रुममा माथिको काम सकेर चाहिँ रुममा हेरेको त प्लास्टिकमा चिउरा लिएर बसिरहेको रहेछ। नानीको साथी चाहिँ हो, टिभी हेर्दै खाँदै गर्छ नि त उनीहरू चाहिँ, केही न केही खाइरहेको हुन्छ नि त टिभी हेर्दै नै हो। अन्त म चाहिँ यहाँनिर यिनीहरूलाई भन्दै थिएँ, आज चाहिँ कति बजीदेखि टिभी हेर्नु बसेको, ढिलो भएन भनेर भन्दै थिएँ। यिनीहरू सधैँ 10 बजीदेखि बस्छ नि त टिभी हेर्नु। आज भने चाहिँ 11 बजिसकेको थियो। टिभी हेरेकै अब उनीहरूलाई बोलाएन भने त अब टिभीदेखि यिनीहरू बाहिर पनि निस्किँदैन नि त हो। घरिघरि बोलाउँदै गर्छु, जिस्काउँदै गर्छु म चाहिँ यिनीहरूलाई हो। कार्टुन भनेपछि त दुईजना फेरि अब स्कुल पनि लाग्नु आँटेको छ, अब अलिक दिन मात्रै हो, हेरोस् भनेर छोडिदिएँ हो। त्यसको बादमा चाहिँ मैले यो अस्तिदेखि सुकाइकन राखेको थिएँ यो सुन्तलाको बोक्रा। यसलाई चाहिँ म फेस प्याक बनाउनु पऱ्यो भनेर। अन्त एक हप्ता जस्तो सुक्दाखेरि चाहिँ मजाले मेरो चाहिँ अब फुट्ने भएछ यस्तो हातले थिच्दाखेरि। अब चाहिँ म यसलाई प्याक बनाउँछु, पाउडर बनाउँछु भनेर चाहिँ म चाहिँ मिक्सी जारमा हालिराखेको छु हो। अब चाहिँ म यसलाई मजाले उयो गर्छु, धुलो बनाउँछु। त्यहाँदेखि चाहिँ मैले 3टा पट्टा लिएर राखेको छु हो। त्यसमा मजाले राख्छु। यो चाहिँ उयसको दागहरू स्किनमा आएको होइन, चाया दागहरूको लागि चाहिँ सबै राम्रो हुन्छ नि त, क्लिन बनाउँछ नि त। मैले पहिला पनि युज गरेको थिएँ कि, अन्त त्यही फेरि म युज गर्नु पऱ्यो। फेरि अहिले चाहिँ स्किन मेरो पुरा बिग्रिरहेको छ होइन, पिम्पल्स आएर पिम्पल्सको दाग होइन। अन्त फेरि यस्तो चायाहरू यस्तो सानो आइरहेको छ नि त पुरा। अन्त यही लाउनु पऱ्यो भनेर चाहिँ मैले बनाउँदै थिएँ। यहाँ चाहिँ म भट्टाभट मिक्सीमा हाल्दै धुलो बनाउँदै गरिरहेको छु हो। अन्त यो चाहिँ मजाले भइसकेपछि चाहिँ यसलाई चाहिँ एकपल्ट चाल्दाखेरि झन् मिन पाउडर हुन्छ नि त। त्यही भएर चाहिँ मैले यसलाई मजाले चाल्दैछु। चालिसकेर चाहिँ 3 बोतल भयो। मैले 3 बोतल चाहिँ अब एक बट्टा चाहिँ दिदीलाई दिन्छु। दिदीले मागिराख्नु भएको थियो नि त, बनाएर मलाई पनि राखिदिनु ल भनेर भन्नुभएको थियो दिदीले हो। अन्त एक बट्टा चाहिँ दिदीलाई दिन्छु, अन्त 2 बट्टा चाहिँ म राख्छु। यसमा चाहिँ हनी होइन, त्यहाँदेखिको दुधहरू मिलाएर फेस प्याक बनाएर लाउनुपर्छ, निकै राम्रो हुन्छ। यसको रिजल्ट चाहिँ मलाई राम्रो लागेको थियो क्या पहिलाको पालि लाउँदाखेरि पनि। अन्त त्यति गर्दा नगर्दा मेरो यहाँ लुगा पनि भइसकेको छ। अब म यसलाई चाहिँ लुगा सुकाउनु लाँदैछु छतमा हो। अन्त लुगा सुकाएर लुगा पनि यहाँनिर सुकाउनु मात्रै हो, धुलो चाहिँ यति बेसी टालिन्छ अहिले सुक्खा दिनमा चाहिँ। अब सुकेको लुगाहरूबाट नि धुलो चाहिँ निस्किरहेको हुन्छ क्या धुलो। लुगा सुकाएर आएर चाहिँ म यहाँ साग र आलु बनाउँदैछु हो लन्चको लागि। अन्त यहाँ नानी चाहिँ किन यसरी भुइँमा बसिरहेको छ, स्पिटाएर बस्यो नि त हो। किन रहेछ भने त ऊ त उसको साथीसँग लुकेको पो रहेछ, जिस्किँदै रहेछ नि त। अन्त आन्टी कहाँ छ आदित्य भनेर भन्दै थियो होइन, थाहा छैन त मलाई भनेर भनिदिएँ नि त मैले। अन्त ऊ चाहिँ स्पिड उता रुमपट्टि गयो हेर्नु हो। त्यसको बादमा चाहिँ उनीहरू यहाँ जिस्किँदै खेलिरहेको छ, उसको साथी आउनु खेल्नु। यिनीहरू चाहिँ छुट्टीमा चाहिँ यस्तै मजाले इन्जोय गरिरहेको छ। अब स्कुल लाग्नु आँटेको छ नि त, 1-2 दिन मात्रै हो। र यहाँ चाहिँ नानीहरू चाहिँ भाग्दैछ पुरा होइन, मैले भिडियो बनाएको देखेर। अन्त आदित्य चाहिँ हाँस्दै बसिरहेको थियो यहाँनिर। उसलाई चाहिँ केही प्रब्लम हुँदैन नि त, उसले चाहिँ भिडियोहरू बनाउनु दिन्छ नि त हो, बनाइरहेर पनि होला, त्यस्तो उसलाई प्रब्लम हुँदैन। अन्त यहाँ चाहिँ खाना बनाइसकेँ होइन, खानासाना बनाइसकेर मेरो पार्सल आएछ यहाँ। अन्त मैले चाहिँ यो चाहिँ मेरो गिफ्ट हो नि त। अन्त कस्तो मन पऱ्यो मलाई, खोलेर हेरेँ होइन, नापेँ, कस्तो राम्रो रहेछ, क्वालिटीहरू पनि एकदमै राम्रो रहेछ। शीतल कि ब्ल्याक छ तर शीतल रहेछ नि त। अन्त रुम सफा गर्दै जाँदा मैले यो भेटेँ। पहिला मैले चाहिँ यो कम्पनीमा चाहिँ काम गरेको नि त, गाया, यसमा मात्रै होइन अरूहरूमा पनि गरेँ होइन, तर यो चाहिँ रहेछ मेरोमा। अन्त पहिलाको यादहरू पनि आयो मलाई चाहिँ यो पल्टाएर हेर्दाखेरि चाहिँ। अब चाहिँ म यो सबै फ्याँकिदिन्छु। अन्त यो जुन चाहिँ देख्नुहुँदैछ नि तपाईँहरूले, यो चाहिँ मेरो साथीको हो, मेरो चाहिँ होइन उमङ सुब्बा भन्ने मेरो साथी थियो मङ्पुमा। उसले चाहिँ मलाई लेख्नु दिएको थियो नि त, तर मैले लेखेँ पनि यसमा, तर यो चाहिँ फर्काउनु नि पाइनँ मैले उसलाई कि, पछाडि फर्काउनु नि पाइनँ। फोनमा बात त भइबस्थ्यो ग्यापमा 2-3 महिनामा, तर त्यस्तो अब भेटेन हामी होइन, अब बातहरू चाहिँ भइबस्थ्यो। अन्त यो
फर्काउनु नि मैले पाइनँ। मैले पछाडि थाहा पाएँ कि ऊ चाहिँ अब डेथ भएछ भनेर पछाडि मैले थाहा पाएँ। त्यही टाइममा त मैले थाहा पनि पाइनँ। अन्त योहरू सबै हेर्दाखेरि कस्तो माया लागेको नि। अब हामीले सानो सानोमा लेखेको कुराहरू होइन कस्तो उयो लागेको नि। मेरो साथीहरूले पनि लेखिदिएको थियो, मैले पनि लेखेको थियो। तर यो चाहिँ उसको हातमा दिनु पनि पाइनँ मैले। यो डायरी चाहिँ म राखिरहेको छु। सो गाइस आजको भिडियो म यहाँ एन्ड गर्दैछु। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई गाइस, सी यू इन द नेक्स्ट भिडियो।